सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। आज फेरि पनि म तपाईहरुको माझमा आएको छु र आज म एकदमै वन्डरफुल प्लेसमा आएर यसरी परमेश्वरको मिठो वचन बाँड्न एकदमै उत्साह भएर म तपाईहरुको माझमा वचन लिएर आएको छु। जब मोसालाई परमेश्वरले इजरायलीहरूलाई दासत्वको देशबाट फर्काउनको निम्ति पठाउँदै हुनुहुन्थ्यो, त्यो समयमा मोसालाई 3 वटा चिन्ह परमेश्वरले दिनुभएको थियो र पहिलो चिन्ह हामीहरूले हेर्न सक्छौं। मोसाको हातमा भएको लट्ठी जब उसले जमिनमा फालिसकेपछि त्यो सर्प भयो, त्यो चाहिँ पहिलो चिन्ह थियो। र दोस्रो चाहिँ आफ्नो हात खास्तो भित्र हाले र निकाले अनि त्यो फेरि रोग भएको हात निक्ल्यो र फेरि त्यो भित्र हाले र फेरि आफ्नो शरीर जस्तै मासु भएर त्यो राम्रो भयो। त्यो चाहिँ दोस्रो चिन्ह भयो। र तेस्रो चिन्ह हामीले हेर्न सक्छौं, नील नदीको पानी जब सुक्खा जमिनमा फाले त्यो रगतमा परिणत भएको र मोसालाई 3 वटा चिन्ह दिनुभएको थियो। र परमेश्वरले आज तपाईं र मलाई एउटा चिन्ह दिनुभएको छ। त्यो चिन्ह चाहिँ परमेश्वरले हामीलाई विश्वासको चिन्ह दिनुभएको छ। हामी परमेश्वरका सन्तान हौं र अरूलाई कसरी परमेश्वरको बारेमा सुनाउने बताउने भन्ने कुराको चिन्ह हामीहरूको जीवनमा दिनुभएको छ। र त्यो चिन्ह हामीहरूले आफ्नो सोभ एउटा गुड क्यारेक्टर एउटा विश्वासी जीवनबाट हामीहरूले चिन्हहरू देखाउन सक्छौं भन्ने आजको वचन तपाईं र मलाई सिकाइरहेको छ। थ्यांक यू तपाईहरुले सुन्नु भएकोमा धन्यवाद। जय मसीह।